म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो। आज नियुक्त भएको नवनियुक्त भनौँ मन्त्रीको हैसियतले चाहिँ म तपाईहरुलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो चाहिँ यो स्वागत कार्यक्रम राख्नु भएको छ है। कस्तो अनुभव हुँदैछ, कस्तो अनुभूति हुँदैछ? महावीर पुन जो दोस्रो पटक मन्त्री हुनुभएको छ, जान्ने हुनु पर्यो कि ओएनएम गर्दाखेरि जान्ने नै हुनुपर्छ है। आज नियुक्त भएको नवनियुक्त भनौँ मन्त्रीको हैसियतले चाहिँ म तपाईहरुलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो चाहिँ यो स्वागत कार्यक्रम राख्नु भएको छ है। स्वागत कार्यक्रम राख्नु भएको छ, त्यसकारणले यो स्वागत कार्यक्रम राखेको दिनमा कोही निर्देशन भन्ने चाहिँ हुँदैन। तैपनि केही कुराहरू म राख्न चाहन्छु। पहिलो कुरा त के हो भन्दाखेरि यो नयाँ मन्त्रालय हो। नयाँ मन्त्रालयलाई यो सञ्चालन गर्नको लागि हुन त यो मन्त्रालय शिक्षा मन्त्रालयसँग जोडिएको थियो, तर म आफै शिक्षा मन्त्री हुँदाखेरि र त्यो भन्दा पनि आउँछ भनेदेखि कुनै एकदमै नवीन सोच भएका राम्रो सोच भएका युवाहरू छन्, तर तिनीहरू कहीँ लुकेर बसिरहेका छन्। त्यस्ता कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनु पर्छ। र यो 4-5 वर्षको यो अवधि त यस्तो किसिमको वातावरण बनाउनै लाग्छ, नयाँ अनुसन्धानहरू नहोला। त्यसैले यो कुराहरू चाहिँ हाम्रो यो मन्त्रालयका हाम्रो जति पनि राष्ट्र सेवक साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सोचाइ चाहिँ अरू मन्त्रालयमा जसरी गर्नुहुन्छ त्यो चाहिँ त्यसरी चाहिँ यो मन्त्रालय चाहिँ चल्नेवाला छैन। अनि मैले भने रात दिन काम गर्नुपर्ने हुन्छ, किनभने म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो। रिसर्च इनोभेसन गर्न चाहन्छ भने उसलाई केही चिन्ता हुँदैन, उसको दिमागको मात्र चिन्ता हुन्छ, अरू कुरा ऊ चाहिँ एकदमै स्वतन्त्र छ। त्यो ढुक्क भएर काम गर्ने केन्द्र चाहिँ 2-4वटा नेपालमा खोल्नुपर्छ, तर एकैचोटि खोल्ने भनेर चाहिँ धेरै खोलिँदैन। 1-2वटा कुरा ठाउँमा चाहिँ उदाहरणको लागि खोलेर बिस्तार स्टेप बाई स्टेप त्यो खोलिन्छ। र अब यो नवपरिवर्तन गर्नको लागि चाहिँ त्यो कुरालाई चाहिँ बढी जोड दिन्छ। अहिले मैले भने कि कमसेकम अब 5-10 वर्षभित्रमा 10 वर्षभित्र भनौँ न 10 वर्षभित्रमा नेपालमा आयात हुने साना चिजहरू, ठुलो चिजहरू भन्दिनँ म चाहिँ, ठुलो अहिले जस्तो कार बनाउने, टेस्ला बनाउने अथवा केही मङ्गल ग्रहमा जाने अथवा चाहिँ कुनै ठुलो चिजहरू गर्ने त्यस्तो भन्दिनँ। साना चिजहरू